माइती घरमा प्रदर्शन गर्न पुगेका जेनजी अभियन्ताहरू पक्राउ। सरकारले दबाब दिन काठमाडौँको माइतीघर मण्डलामा पुगेका जेनजी अभियन्ता मिराज ढुङ्गानाको समूहका केही सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त समूहलाई माइतीभर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिएको जनाइएको छ। अनुमति बिना प्रदर्शन गर्न खोजेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दै अभियन्ताहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जेनजी अभियानका अभियन्ता निकोलस भुसाल पनि रहेका छन्। प्रहरीका अनुसार शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिनु परेको हो। प्रदर्शनकारीहरूले सुशासन, समान न्याय र राजनीतिक जवाफदेहिताको माग गर्दै सरकार विरुद्ध नाराबाजी गर्ने तयारी गरेका थिए। तर निषेधित क्षेत्र तोकिएको माइतीघरमा भेला हुन खोजेपछि प्रहरीले कार्यक्रम अघि बढ्न नदिएको बताइएको छ। यस घटनापछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। जेनजी अभियन्ताहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाइएको आरोप लगाएका छन् भने प्रशासनले कानुन अनुसार नै कदम चालिएको स्पष्ट पारेको छ।